हेलो साथीहरु झोले नमस्ते अनि वेलकम ब्याक टु माई युट्युब च्यानल अनि तपाईहरुलाई स्वागत छ मेरो डे 2 ब्लगमा। अनि आज चाहिँ रोपाई सुरु है। आज चाहिँ हामीले धान रोप्ने अनि उता रोप्न जाने हो। अहिले चाहिँ प्राय धानको बिउ मल छरिरहेछ अनि हामी चाहिँ भर्खर म चाहिँ भात लिएर आएको छु साथीहरु। अनि यता चाहिँ छन् हुनुहुन्छ अरूहरु पनि नयाँ अर्काको मकै कति राम्रो। हेलो मुन्स, हेलो लबिजी, लबिस हेलो यहाँ हेर्नु। हेलो हाई भनिदेऊ। यो चाहिँ आजको धान बिउ बोक्ने मान्छे। अनि यता चाहिँ हिजो उस गरेको थियो, यता चाहिँ रोपिसकेको छ। आज धानको बिउ ओसार्न आउँदा कस्तो फिल भइरहेको छ तपाईलाई भन्नु होला। ढाका यसले डोकोमा पुरै ओसार्ने हो हामीले हिजो आधी यो बिउ खालेको। यसलाई चाहिँ डोकोमा बिउ हालिदिने अरे। मैं गुला खाना देता का मला ए नो से मोबाइल जिउ आना कि सिंगारे सेने गाछ खो मुरे न टुकुरका हेलो गाइस, हामी चाहिँ यहाँ अब धान रोप्न लाको यहाँ रोप्दैछ। त्यसले यो बिउ खान यति छ। अनि यहाँदेखि त्यो तल रोडसम्म रोप्नुपर्छ। यो दिसभरि के गर्नु गाइस, यस्तै छ जिन्दगी। बर्खा आइसक्यो साथीहरु। यसलाई होइन स्टिकमा मोबाइल झुन्ड्यो भनेको यसले नजानेर हैरान कस्तो देखेछ होला मलाई। यो त्यो झोलामा हाल्न एकछिनलाई। अनि यता चाहिँ मैले एक लाइन यहाँदेखि त्यहाँ पुऱ्याएँ। अहिले चाहिँ के भन्छ अरे, सबै भात खान जानुभयो नि त। मम्मीहरू चाहिँ बिहानै आएको। अनि चाहिँ भात खान जानुभयो सबैजना। अनि म चाहिँ धान रोपेको। अनि यो चाहिँ भर्खर भाइले धान रोप्ने। अनि अहिले हेर्नु न, भिडियो गर्ने वातावरणै छैन कि भिडियो गरिदिने मान्छे कोही नभएर यहाँ आफै के गरौँ भइरहेछ कि साथीहरू। भिडियो गर्ने ज मान्छे छैन के। तिम्रै दायाँ तिम्रै बायाँ ज्यान घुम्छ फन झ्याप्पै ठोकी लाहा छाप मायालाई सिल्बन। साथीहरू यो एककोले चाहिँ बल्ल भ्यायो। अब चाहिँ तलतिर यता रोप्न सक्यो। यता घर देखेछ नि हो त्यतासम्म। जस्तै गाह्रो छ, यस्तो घामला छ। यो चाहिँ पुरा धान बिउ बोक्न यस्तो गाह्रो भएको छ। रातै पिरो भएको छ कि घामले झला छ। गाइस हामी चाहिँ आप खाना लगाएको। म चाहिँ यत्रो काटिसकेँ, यो काटे अनि उता प्याज अनि म चाहिँ आप खाना चाहिँ नास्ता बनाएको। यहाँ अचार बनाएको छ। यहाँको हेर यो चाहिँ हाम्रो यो लास्टै उस पाउडर यसको हुलिया यस्तो छ। चाहिँ यहाँ थाकेर यस्तो आराम गरेको हो। दुईटा मुकै छोड्नु त्यहाँ कहाँ इगर बाबु इगर न इगर न छिटो इगर न छिटो। खान्छ खान्न
रोशनी चाख्छ इन त उसको हुन्छ के अरे बिरामी गर्छ ए हुन्छ ताक्छ जा कि चट्टिक्का इ गर्न नमिस बाबा सिनुहुन्छ अब इ गर दाँत फेरि ल फेरि इ गर न मन न खालि यस्तो मात्रै दिन्छ लेट उनीहरूले चाहिँ राम्रो न भने नु Ya, butike, budi ke Jepang di situ ri. Asing. हुन्छ यहाँ अचार बनाउनु लाग्छ खानाको लागि अझ तपाईँतिर नभए गाडामा हालिदिन्छ नि यहाँ पनि छु त ए यहाँ पनि ल साथीहरू हाम्रो दाइ चाहिँ एकदम अचार बनाउनु भएको छ यसरी त्यो के भन्छ अरे ढेँडो घोटे जस्तै कि साथीहरू हामी चाहिँ यता बल्ल बल्ल सकाएँ यो 2 किलो अनि यहाँ रोप्दैछौँ म चाहिँ भिडियो गर्दैछु अब एकछिनपछि रोप्ने हो साथीहरू यो भिडियो बन्द गरेर रोप्ने हो हुनुहुन्छ यता खेताराहरू अनि हाम्रै ग्याङ अनि म चाहिँ यहाँ भिडियो गर्दैछु यसलाई क्यामेराम्यान भनेको बन भनेको हेलो हाई हाई गर यहाँ डाँडाबाट हेर्ला हाई गर्दैछ मेरो टिका 2 hours later. हामीले चाहिँ पुरै भातसात खाइसकेन जस्तो यता खाँदै हुनुहुन्छ यसलाई भिडियो गर भनेको गरेन कि पुरै जाउँ यो भिडियो चाहिँ नहाल्ने यसलाई लास्टै गर्मी भात खाँदा पनि के भयो कति बोतल खानुभयो 5 बोतल खाएर 2 बोतल खाछ 5 बोतल खाएर 2 बोतल खान्न हो ल ठिक छ 5 बोतल खाएर फेरि 2 बोतल खान्छ मुनि मैले आज भात खाएँ कि खाएन मैले आज उसलाई क्या थाहा खाऊ मिजा दाजी क्या मैले भात खाएँ कि टोले नका छुमा चाहिँ कसले जेबाट भाजी कुरा के खानु ओ इन्छ कोडाले बेल्छ भने खास खाटले नि हेलो साथीहरू हामी चाहिँ अब घर जानु लाग्यो पोकापोकी बोकेर अनि भात तरकारी पकाउनलाई कोही कोही चाहिँ त्यो घरमा मान्छे नभएकोहरू चाहिँ भात तरकारी पकाउनको लागि 3 बजीतिर घर गइन्छौँ तर हामी चाहिँ नास्ता खाएर घर आएको अनि यता पनि छन् कोही कोही एउटा अनि म चाहिँ पुरा कसरी देखाउनु म त 1 छ कि 1 देखाएको यस्तो चाहिँ यस्तो बोकेर चाहिँ हामी घर चल्दैको गएर भात तरकारी पकाउनुपर्छ साथीहरू हामी चाहिँ बल्ल बल्ल एक घरको ठुल्बाबाहरू चाहिँ भ्यायो अब त्यो 4 घरको छ अनि यस्तो गर्नु भएको छ कि है के गर्नु साथीहरू यस्तै छ जिन्दगी रमाइ खाना पनि पाउँदैन यस्तै बोकेर हिँड्नुपर्छ के गर्नु मैले पनि डोको बोक्नु पर्छ थियो किनकि त्यहाँ नभ्याएको रहेछ त्यही भएर यस्तो बोकेर आएको अनि कि बिहान चाहिँ बोकेर आएको डोको बिहान चाहिँ भिडियो गरेन